हेलो हेलो साथीहरू सबैजनालाई दर्शन नमस्कार छ। म चाहिँ बुद्धलाल अनि यतिखेर चाहिँ म चाहिँ धादिङबाट बोल्दैछु। म यात्रामा छु, म हिँडिरहेको छु है। अनि आशा गर्दछु तपाईँ जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ अनि आराम कुशलै हुनुहुन्छ भन्ने मैले सोचेको छु। अनि यो समय चाहिँ म तपाईँहरूको लागि छोटो एउटा कथा वास्तविकता कथा लिएर उपस्थित भएको छु। कथा चाहिँ यसरी सुरु हुन्छ। एक दिन एउटा मोबाइलको कुरा हो है। अनि मोबाइलको कुरा हो अनि जब नेपालको एउटा दाइले ठ्याक्क एउटा अफ्रिकामा बस्ने एउटा दिदीलाई फोन गर्नुभएछ। अनि त्यस पछाडि त्यो दिदी पनि एकदम नम्र स्वरमा एकदम मिठो तरिकाले के भनौँ न मधुर रसमा बोल्ने रहेछ क्या त्यो दिदी पनि। अन्त यता मक्ख भएर रङ नम्बरै भए पनि के हुन्छ र बोलिहालौँ न भनेर बोल्नुभएछ। अनि उताबाट दिदी पनि के छ त अब विचार है, तपाईँ पनि राम्रो हुँदो रहेछ, अब तपाईँ पनि राम्रो बोल्नु हुँदो रहेछ भनेर अनि ठ्याक्कै उताबाट पनि रिप्लाई दिन्छ। अनि यताबाट दाइ मक्ख हुँदै भन्छ, मैले तिमीलाई नदेखा पो हो त, वास्तविकतामा म माया तिमीलाई कति गर्छु भन्छ क्या। अनि उनीहरूको त्यसै गर्दा गर्दै दिनचारहरू बितिसकेको हुन्छ, 2-4 महिना बित्छ। अनि त्यस पछाडि एक दिन चाहिँ भेट्न बोलाउँछ। अनि भेट्न बोलाउँछ साथीहरू। अनि भेट्न बोलाएपछि चाहिँ अनि के भन्छ भन्दाखेरि, ल तिमी नेपाल भने तिमीले चिनेको छौ भन्छ क्या दाइले। अनि त्यो उताबाट दिदीले भन्छ, कहाँ नचिन्नु नि, मैले नेपाल मजाले चिनेको छु, घुमेको छु भन्छ। अनि वास्तवमा त्यो केटी नेपाल पनि आएको हुँदैन क्या। अनि त्यस पछाडि नि साथीहरू, अनि त्यस पछाडि के हुन्छ थाहा छ? अनि त्यस पछाडि जब दाइले हुन्छ नि त तिमी आऊ भन्छ, अनि मसँग त पैसा छैन, अब विदेशतिर आउनु, तिमी भएको देशमा आएर तिमीलाई भेट्न त सम्भव छैन, तर यदि तिमी माया गर्छौ भन्ने तिमी आऊ भनेछ। अनि त्यो दिदीले भनेछ, ल माया म तिमीलाई भित्रदेखि नै गर्छु भन्नुभएछ क्या। अनि त्यसो भए आउन सक्छौ त भनेर दाइले सोद्धाखेरि, म जसरी भए पनि आउँछु, आउन सक्छु भन्नुभएछ। अनि त्यस पछाडि अनि ट्याक्क अब अफ्रिकाबाट नेपालको एयरलाइन्समा चढेर ट्याक्क काठमाडौँमा अवतरण हुनुभयो है। अनि दाइ लिन जानुभयो क्या राति अनि लिन जानुभयो। अनि राति लिन गएपछि नि साथीहरू, अनि रात परिसकेको थियो क्या अनि नेपालमा चाहिँ। अनि त्यस पछाडि अनि त्यो दिदी ठ्याक्कै अफ्रिकाको दिदी अनि ठ्याक्कै अवतरण हुनुभन्दा अगाडि त्यो दाइले यस्तो कुरा सोचेको थियो, आहा यति राम्रो बोल्ने मान्छे, यति मसँग यस्तोरी नजिकेर बोल्ने मान्छे खतरा हुनुपर्छ सोचेको थियो क्या। अथवा राम्रो छ, एकदम मलाई सुहाउँछ, मलाई मनपर्ने खालको हुन्छ। मैले जसरी उसले ट्रस्टले माया गरेर मेरो लागि त उहाँ अफ्रिकाबाट नेपाल आएको छ, मेरो लागि साँच्चीकै क्युट हुन्छ मान्छे, क्युट हुनुपर्छ भनेर ठ्याक्कै उसले चाहिँ चाइनाको जस्तो सोचेर सम्झ्यो क्या। अनि त्यस पछाडि अनि ठ्याक्कै राति अब ल म लिन आऊ, म चाहिँ आइपुगिसकेँ भनेर भन्छ। अनि त्यस पछाडि अनि ठ्याक्क दाइ लिन जान्छ बाइकमा। राति चाहिँ उसले चाहिँ मेकअप गरेको हुन्छ, अनि आधी चाहिँ बाँधेको हुन्छ है, आधी फेस बाँधेको हुन्छ। अनि यसो हेर्दाखेरि चाहिँ मेकअपले गर्दाखेरि राति त बत्तीमा त झलल एकदम सितो, वाह खतरा रहेछ। अनि बिहानै है, अनि दिदी र दाइ चाहिँ आउँछ, सुत्छ। अनि बिहानै चाहिँ उठेर दिदी चाहिँ ट्याक्क लाएर चाहिँ उता मुख धुन जानुहुन्छ। अनि मुख धोएर आउनुहुन्छ अनि भन्नुहुन्छ, होइन कति चाँडै उठेको हो भनेर भन्नुहुन्छ। अनि यस्तो झ्यास अनुहार देखाउनु न भन्नुहुन्छ। अनुहार नदेखाउने कि, बोलाएको 4 महिना भएको छ, म तिम्रो लागि अफ्रिकाबाट भेट्न आउँछु, अहिले नै चाहिँ अनुहार नहेरौँ भनेर भनेछ त्यो दिदीले। अनि दाइले जबरजस्ती गरेर हेरौँ न के छ र, अब माया नै गरेपछि होइन, तिमी मेरै हो, अब भोलि गएर तिमी मसँग बिहे गर्ने भएपछि त्यो अनुहार जाब हेर्नलाई के गाह्रो भयो त भनेर झ्यास। अनि त्यो दाइले हेरेछ। अनि हेरेको त पुरै शरीर त कालो रहेछ कि पुरै
ब्रदर सिस्टर के अरे साथीहरू। अनि दाइ चाहिँ तर्सिनु भएछ है, दाइ चाहिँ तर्सिनु भएछ। किन भन्दाखेरि थाहा छ, उहाँले ट्रस्टले जति माया गर्नुभएको थियो नि, इभन रङ नम्बर नै हो भनेर जति माया गर्नुभएको थियो नि है, तर वास्तविकतामा उहाँको मायाले र उहाँले खोजेको, उहाँले चाहनुभएको वास्तविकतामा उहाँ त्यो दिदीसँग त्यो थिएन नि त। भन्नुको मतलब दाइले त्यो रूपरङ्ग पनि राम्रै होला, च्याट्ट चट्ट परेको होला, बाहिर त्यसको मान्छे राम्रै होला भनेको त बिचरा अफ्रिका त हो। सुन्ने बित्तिकै अहिले पनि कतिजनाले कस्तो कस्तो सोच्छ क्या है। तर पनि वास्तवमा मैले पनि उहाँहरूलाई त्यस्तो कालो हुनुहुन्छ भन्नु खोजेको होइन। तर पनि कतिचोटि तपाईँ र म पनि अन्जानमा भुलमा परिहाल्छौँ क्या। त्यही भएर साथीहरू, यो रङ नम्बर आयो भने चाहिँ, यो नचिनिएको छ भने चाहिँ यो मरिहत्ते गरेर नबोल्नु है। नेपालमा पनि कति घर बिग्रिएको, के भएको, कस्तो भएको पर्छ। भोलि गएर यता र उता हुन्छ। अनि म तिमीलाई कति माया गर्छु भन्ने हुन्छ, विदेशमा गएर बुढो चाहिँ डङडङ गरेर पैसा कमाउँछ, अनि नेपालमा बसेर म तिमीलाई कति माया गर्छु भन्ने नि हुन्छ। फेरि आफू विदेशमा घरमा बिहे गरेर घरमा श्रीमती छोडेर विदेश गएर चाहिँ म चाहिँ सिङ्गल हो भन्नेहरू पनि यहाँ कति हुन्छ क्या। त्यही भएर मैले के भन्छु भने, ट्रस्टले जब देखिन्छ मात्र तब विश्वास गर्नु है, तब देखिँदैन मतलबै नगर्नुहोस् क्या। फेरि तर्सिनु होला नि त्यही दाइ जस्तो।